पुरानो कोट नयाँ किताब। एक समय थियो, महाकवि लक्ष्मीप्रसाद देवकोटा आर्थिक रूपमा निकै कमजोर अवस्थामा थिए। तर उनको भित्रको संसार भने शब्दहरूले भरिएको थियो, कविता, विचार र कल्पनाले। एक दिन उनी पुरानो फाटेको कोट लगाएर बाहिर निस्किए। तर उनी त्यही कोट लगाएर आफ्नो काममा व्यस्त थिए। रात परेपछि उनी एउटा कार्यक्रममा पुगे। त्यहाँका मानिसहरूले उनको बाहिरी रूप देखे। केहीले गुनगुनाए, यस्तो पुरानो कोट लगाएर आएको मान्छे को होला? तर देवकोटा चुप रहे। कार्यक्रमपछि एकजना व्यक्तिले उनलाई हेरेर सोधे, तपाईले नयाँ कोट किन लगाउनुहुन्न? देवकोटा हल्का मुस्कुराए र आफ्नो झोलाबाट एउटा किताब निकाले। उनले भने, म पुरानो कोट लगाउँछु किनकि मैले मेरो पैसा कोटमा होइन किताबमा खर्च गर्छु। त्यसपछि उनले अर्को गहिरो कुरा भने, कोटले मानिसलाई ढाक्छ तर किताबले मानिसलाई बनाउँछ। त्यो क्षणमा सबै शान्त भए, किनकि उनीहरूले बुझे आदरणीयता बाहिरी लुगाले होइन भित्री ज्ञानले मापन हुन्छ। आज पनि लक्ष्मीप्रसाद देवकोटा केवल कवि होइनन्, एक प्रेरणा हुन्, जसले देखाए सादगी भित्र पनि महानता लुकेको हुन्छ। बाहिरी देखावटले होइन, ज्ञान र विचारले मानिसको मूल्य निर्धारण गर्छ। तपाईहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? हाम्रो भिडियो मन परेमा भिडियोलाई लाइक गरिदिनुहोला र हाम्रो च्यानल नेपाल लोरलाई सब्स्क्राइब गरिदिनुहोला।